सकिएको अवस्थामा हामीले के पाउने भयौँ त 10 लाख रुपियाँ प्लस त्यसले कमाएको बोनस। यदि हाम्रो बोनस रेट 50 रुपियाँको बोनस रेट यानि कि 5% को बोनस भयो भने वर्षको 50,000 हाम्रो बोनस हुने भयो। इन्टु हाम्रो 15 वर्षको बिमा भनेपछि 15 पंचे 75 7,50,000 रुपियाँ चाहिँ हाम्रो बोनस हुने भयो भने 10 लाख रुपियाँ हाम्रो बिमाको रकम यानि कि हाम्रो कुल टोटल रिटर्न भनेको 17,50,000 को हाम्रो रिटर्न देखिन गयो। यदि हाम्रो 50 रुपियाँको बोनस रेट मलाई जहाँसम्म लाग्छ हाम्रो बोनस रेट भनेको 50 र 55 चाहिँ त्यसमा कायम नै हुन्छ भनेपछि अब यही चीजलाई हामीले बिमामा नराखिकन बैंकमा एफडी को रूपमा गएको भए हामीले 8,14,772 रुपियाँ राख्दाखेरि हाम्रो वार्षिक 4% को हिसाबले हेर्यौं भने 832-33,000 रुपियाँ हाम्रो इन्ट्रेस्ट हुन जान्थ्यो भने बोनसको रूपमा जाँदा चाहिँ हामीले 50 रुपियाँको बोनसमा पनि 50,000 चाहिँ हाम्रो बेनिफिट हुने भयो भनेपछि हामीले 8,14,000 रुपियाँ तिरेर 15 वर्षमा 17,50,000 अझै बोनस रेट थोरै घट्यो नै भने पनि हामीले 16-17 लाख रुपियाँ त नेट हामीले 15 वर्षमा हामीले के पाउने भयो त रिटर्न पाउने भयो। प्लस हामीसँग एउटा अर्को सुविधा भनेको मृत्यु लाभको सुविधा पनि यो पोलिसीमा हुने नै भयो। त्यस्तै बैंक जस्तै हामीले बैंकमा चाहिँ एउटा कुरा के पाउने भयौं भन्दाखेरि आज हामीले एफडी गर्यौं भने भोलिको दिनमा हामीलाई जरुरत पर्यो भने एफडीबीएफ लोन लिन पाउने भयौं। तर बिमाको सन्दर्भमा चाहिँ के भयो भने जहिले पनि हामीले एफडीबीएफ लोन लिनको लागि चाहिँ कमसेकम पनि हामीले 3 वर्ष पूरा चाहिँ गर्नु नै पर्ने भयो। यानी कि नेपाल सरकार बिमा प्राधिकरणको नियम अनुसार 3 वर्ष 3 किस्ता पूरा गरिसकेपछि मात्रै बिमाबाट चाहिँ हाम्रो पोलिसी बिहाफमा चाहिँ हामीले लोन पनि लिन पाउँछौं हामीलाई अति आवश्यक परेको अवस्थामा। 3 वर्ष चाहिँ हजुरहरुको पैसा चाहिँ होल्ड हुने भयो। अलिकति बिमाको नेगेटिभ पक्ष भनेको चाहिँ त्यही नै रह्यो तर अरु बाँकी सबै कुरा चाहिँ पोजिटिभ पक्षमा रह्यो। अहिलेको बैंकको ब्याज रेटलाई हामीले हेर्ने हो भने पनि हाम्रो एमाउन्टलाई डबल एमाउन्ट बराबरमा रिटर्न आउनको लागि 12.5 देखि 13 वर्ष लाग्ने देखिन गयो प्रष्ट हामीले हेर्दाखेरि। तर बिमामा त्यही एमाउन्टको रिटर्न डबल एमाउन्टको हाराहारीमा रिटर्न हुनको लागि भनेको चाहिँ हामीलाई कति वर्ष लाग्ने भयो त भन्दाखेरि 15 वर्ष जस्तो लाग्ने भयो यो प्लानमा। तर मेरो भनाइको अर्थ यहाँ डबल सिंगल ट्रिपल भन्ने कुराहरूलाई चाहिँ हामीले राख्दै नराखौं। तर सिधा भाषामा देखिएको कुरा के हो भने यदि कुनै पनि व्यक्तिले 10 लाख रुपियाँको चाहिँ यो प्लान लिनुहुन्छ त्यो व्यक्तिको उमेर 40 भन्दा कम छ भने त अझै प्रिमियम कम पर्न गयो, केही बढी छ भने केही रकम बढी पर्न गयो। तर 40 कै हाराहारीले हामीले क्याल्कुलेट गर्दाखेरि 10 लाखको बिमा 8,14,772 मा लिने भयो। लगभग 17,50,000 को हाम्रो रिटर्न देखियो। 20-50,000 लाई अप एन्ड डाउन तपाईले गर्न सक्नुहुन्छ भोलि 15 वर्षको कुरामा जाँदाखेरि भने हामीले पहिलो 5 वर्षको बैंकमा